15 लाखको प्राइज पुल भएको फ्री फायर वर्ल्ड सिरिज नेपाल 2026 कसरी रजिस्टर गर्ने त? अबे मुझे क्या पता, मुझसे पूछी जा रही है बार-बार। FFWS नेपाल स्प्रिङ 2026 मा पार्टिसिपेट गर्न एज कति हुनु पर्छ त? अबे मुझे क्या पता, मुझसे पूछी जा रही है बार-बार। सो हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? सो आजको भिडियोमा चाहिँ मैले हजुरहरूलाई फ्री फायर वर्ल्ड सिरिज नेपाल स्प्रिङ 2026 सित रिलेटेड हजुरहरूको सबै डाउट चाहिँ क्लियर गरिदिने छु। रजिस्ट्रेसन कसरी गर्ने, रजिस्ट्रेसन गरेर पनि देखाउने छु, कति एजसम्म खेल्न मिल्छ, त्यसको गाइडलाइन सबै कुराको इन्फर्मेसन चाहिँ दिनेछु। सो यो भिडियो चाहिँ इन्डसम्म चाहिँ हेर्नु होला। चलो भाई देखो अब मैं क्या था। नेपाली फ्री फायर प्लेयरको सबैभन्दा ठुलो सपना वर्ल्ड स्टेजमा खेल्ने मौका। फाइनली यत्रो वर्षपछि त्यो सबै नेपाली फ्री फायर प्लेयर्सहरूको लागि चाहिँ बाटो खोलिसकेको छ। गरिना फ्री फायरले चाहिँ नेपालको लागि भनेर एउटा डेडिकेटेड टुर्नामेन्ट चाहिँ गर्दैछ, जसको नाम चाहिँ रोड टु FFWS नेपाल स्प्रिङ 2026 भनेर चाहिँ रहेको छ। यदि हजुरहरूलाई पनि आफ्नो स्क्वाडलाई लिएर यो टुर्नामेन्ट खेल्नु मन छ भने चाहिँ हजुरहरूले चाहिँ यो भिडियो चाहिँ इन्डसम्म चाहिँ हेर्नु होला, किनकि मैले हजुरहरूलाई इन्ट्रोमै भनिसकेँ आजको यो भिडियोमा चाहिँ मैले हजुरहरूलाई यो क्वालिफायर कसरी खेल्ने, कसरी रजिस्टर गर्ने, तपाईको टिम कसरी FFWS नेपालसम्म पुग्न सक्छ, सबै कुराको जानकारी चाहिँ दिनेछु। तर त्यो भन्दा अगाडि अझैसम्म पनि हजुरहरूले भिडियोलाई लाइक गर्नुभएको छैन भने चाहिँ लाइक गरिदिनु होला, च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गरिदिनु होला। यो टुर्नामेन्टको स्ट्रक्चरको बारेमा कुरा गर्दाखेरि चाहिँ यसको प्राइज पुल चाहिँ 15 लाख रुपियाँ चाहिँ रहेको छ। यो चाहिँ यो टुर्नामेन्टको प्राइज पुल भयो। यसबाट सिलेक्ट भइसकेपछि हजुरहरू चाहिँ स्पोर्ट्स वर्ल्ड कप चाहिँ खेल्न पाउनुहुनेछ। त्यसमा चाहिँ छुट्टै प्राइज पुल हुन्छ अनि चाहिँ त्यसमा पार्टिसिपेसन गरेको पनि हजुरहरूलाई डलर चाहिँ झर्छ है त। यो टुर्नामेन्टमा चाहिँ हजुरहरूले 3टा स्टेजलाई चाहिँ देख्न सक्नुहुनेछ। सुरुमा त हजुरहरूले FFC क्वालिफायर चाहिँ हुनेछ, यसमा रजिस्ट्रेसन कसरी गर्ने त्यो पनि मैले हजुरहरूलाई सिकाउने छु। दोस्रोमा हुनेछ नकआउट स्टेज र अन्तिममा चाहिँ हजुरहरूले ग्रान्ड फाइनल चाहिँ देख्न सक्नुहुनेछ। अब FFC क्वालिफायरको कुरा गर्दाखेरि चाहिँ टोटल 18 टिम्स चाहिँ यो जुन FFC क्वालिफायरबाट चाहिँ सिलेक्ट हुनेछन्। अब म्याच डेको कुरा गर्दाखेरि चाहिँ मार्च 20 र 21 चाहिँ रहेको छ। आज चाहिँ मैले भिडियो हाल्दै गर्दा 7 मार्च चाहिँ भएको छ। सो अझै पनि हजुरहरूलाई ग्राइन्ड गर्न एकदमै धेरै टाइम चाहिँ रहेको छ। यो चाहिँ ओपन क्वालिफायर रजिस्ट्रेसन चाहिँ हुन्छ यसमा। सो सबैजनाले पार्टिसिपेसन गर्न पाउनुहुनेछ। यसको रजिस्ट्रेसन डेटको कुरा गर्दाखेरि चाहिँ 17 मार्चदेखि चाहिँ स्टार्ट हुनेछ र 19 मार्चमा चाहिँ यसको रजिस्ट्रेसन चाहिँ इन्ड हुनेछ। रजिस्ट्रेसन गर्ने टाइम चाहिँ एकदमै थोरै रहेको छ। सो ढिला गर्नुभयो भने चाहिँ हजुरहरूको मौका चाहिँ घुम्न सक्छ। अब केही इम्पोर्टेन्ट रुल्सहरू चाहिँ रहेको छ, त्यसमा चाहिँ हजुरहरूले ध्यान दिनुपर्छ। सबै टिम मेम्बर्सको र्याङ्क चाहिँ हिरोइक 1 चाहिँ हुनुपर्ने हुन्छ। त्यसपछि सबै प्लेयर्सहरूले चाहिँ रजिस्ट्रेसन स्टार्ट भइसकेपछि, रजिस्ट्रेसन गरिसकेपछि जुन ओपन क्वालिफायरमा चाहिँ म्याक्सिमम 15 गेम्स चाहिँ खेल्न पाउनेछन्। फाइनल रिजल्टको लागि चाहिँ बेस्ट 5 गेम्सको स्कोर चाहिँ काउन्ट हुनेछ। डिभाइसलाई लिएर चाहिँ हजुरहरू एकदम सतर्क हुनु होला, किनकि हजुरहरूले एउटा डिभाइस चाहिँ सिर्फ एक टिमले मात्र युज गर्न पाउँछ। त्यो डिभाइस अरू टिमले युज गरेको पाइयो भने चाहिँ त्यो टिम चाहिँ डिस्क्वालिफाई चाहिँ हुनेछ। अब यो भनेको के हो भन्दाखेरि चाहिँ सपोज तपाईँको घरमा तपाईँ र तपाईँको भाइ हुन्छ, दुईजनाले नै एउटै डिभाइस युज गरेर यो टुर्नामेन्टमा पार्टिसिपेसन गर्नु हुँदैछ भने हजुरको भाइको टिम पनि रद्द हुनेछ र हजुरको टिम पनि रद्द चाहिँ हुनेछ। त्यसरी चाहिँ बुझ्नु। अब एजलाई लिएर चाहिँ धेरैजनाले क्वेसन गर्नुभएको थियो। सो सबै प्लेयर्सको मिनिमम एज चाहिँ 16 इयर्स चाहिँ हुनुपर्नेछ र जुन गेमको लेभल हुन्छ त्यो चाहिँ 20 लेभल जति अथवा त्योभन्दा बढी चाहिँ हुनुपर्नेछ। यो चाहिँ थियो रुल्सहरू। सो यो रुल्सहरू सबैजनाले फलो गर्नु होला यदि हजुरहरूको टिम टुर्नामेन्टबाट बाहिर हुन चाहन्न भने। धेरैजनाले चाहिँ FFC क्वालिफायरमा कसरी रजिस्ट्रेसन गर्ने भनेर चाहिँ सोधिराख्नु भएको थियो। सो 17 मार्चदेखि चाहिँ रजिस्ट्रेसन चाहिँ स्टार्ट हुँदैछ। मैले चाहिँ हजुरहरूलाई FFC मोडको योभन्दा अगाडि इन्डिया बङ्गलादेश सरहरमा भएको टुर्नामेन्ट अनुसार हजुरहरूलाई रजिस्ट्रेसन कसरी गर्ने भनेर चाहिँ सिकाउने छु। हाम्रो नेपालको लागि आउँदा पनि सिमिलर वेमा चाहिँ आउनेछ। यसलाई चाहिँ एज अ इक्जाम्पल चाहिँ लेख्नु होला। सेम त्यही नै रजिस्ट्रेसन गर्ने वे हुन्छ भन्ने चाहिँ नसोच्नु होला। रजिस्ट्रेसन प्रोसेस आइसकेपछि चाहिँ मैले हजुरहरूलाई फेरि पनि सिकाउने छु कसरी रजिस्ट्रेसन गर्ने भनेर। रजिस्ट्रेसन प्रोसेसको कुरा गर्दाखेरि चाहिँ गेमको लबीमा चाहिँ हजुरहरूले आइकनलाई देख्न सक्नुहुनेछ। त्यसमा क्लिक गरेर हजुरहरूले FFWS नेपाल 2026 स्प्रिङमा चाहिँ जानुहुनेछ। लगभग यस्तै टाइपको इन्टरफेस चाहिँ हुनेछ। लिडर बोर्ड हुनेछ, त्यहाँभित्र चाहिँ हजुरहरूले पोइन्ट्स कसरी क्यालकुलेट हुन्छ सबै इन्फर्मेसन चाहिँ पाउनुहुनेछ। क्रिएटमा क्लिक गरेर चाहिँ हजुरहरूले त्यहाँ आफ्नो टिम चाहिँ बनाउन सक्नुहुन्छ यदि हजुरहरू लिडर हो भने। यदि लिडर होइन भने चाहिँ हजुरहरूले जोइन वाला अप्सनमा चाहिँ क्लिक गर्न सक्नुहुन्छ। टिम बनाउँदै गर्दाखेरि चाहिँ हजुरहरूले आफ्नो स्क्वाडको नाम लेख्नुपर्ने हुन्छ। कन्ट्याक्ट इन्फर्मेसनमा चाहिँ हजुरहरूले डिस्कर्डको इन्फर्मेसन अथवा हजुरहरूले व्हाट्सएपको इन्फर्मेसन चाहिँ राख्नुपर्ने हुन्छ। अवतार पनि हजुरहरूले त्यहीँ भएको सिलेक्ट गर्न सक्नुहुन्छ। ब्यानर सिलेक्ट गरेर कन्फर्म गरिसकेपछि हजुरहरूको टिम चाहिँ बन्नेछ।
त्यसपछि त्यो टिममा चाहिँ हजुरहरूले अरू साथीलाई इन्भाइट गरेर 5 वटा जति प्लेयरहरू राख्न मिल्छ क्या। सो त्यो प्लेयर राखेर चाहिँ 20 र 21 मार्चमा चाहिँ हजुरहरूले ओपन क्वालिफायर चाहिँ खेल्न पाउनुहुनेछ। सो यही नै थियो रजिस्ट्रेसन प्रोसेस, एकदमै इजी चाहिँ रहेको छ। सो ग्राइन्ड गर्न स्टार्ट गर्नु, अरू कुरा त्यस्तै हो। सो आजको भिडियो चाहिँ यति नै, फेरि भेट्नेछ हामी अर्को नयाँ भिडियोमा। टिल द नेक्स्ट भिडियो, टेक केयर, गुड बाई, जय नेपाल।